हेलो साथीहरु, नमस्ते साथीहरु। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ पयुँको रुख हो। एकदमै मजाले फुलेको छ। मौरी पनि एकदम मजाले चरिरहेको अवस्था छ साथीहरु। यहाँ मौरीको लागि एकदमै राम्रो चरण क्षेत्र हो र हामीले व्यावसायिक रूपमा मौरी पालन गर्दाखेरि चाहिँ साथीहरु यसरी बहुवर्षीय वनस्पतिहरु लगाएको खण्डमा चाहिँ हामीलाई झन्झट हुँदैन। सालैपछि वर्षैपछि लगाइरहनु पर्दैन। यसरी बहुवर्षीय वनस्पतिहरुमा चाहिँ मौरी एकदमै मजाले चर्छ साथीहरु। यो पयुँको रुख हो र हामीले मौरी पालन व्यवसायबाट फाइदा लिनु छ भने चाहिँ साथीहरु मौरी पालेर मात्रै पनि हुँदैन र प्रकृतिमा चाहिँ एकदम यसरी फुल्ने विभिन्न वनस्पतिहरु, बहुवर्षीय वनस्पतिहरु पनि लगाउनु आवश्यक हुन्छ साथीहरु। मौरी पालेर फाइदै दिएन, मै लगाएन भनेर मात्रै हुँदैन साथीहरु। यसमा चरण क्षेत्रलाई पनि हामीले विशेष ध्यान दिनुपर्छ। यसरी पयुँको रुखमा फुलेको टाइममा एकदमै मजाले मौरी चर्छ साथीहरु। हामीले पहाडी इलाकामा यसरी व्यावसायिक मौरी पालन गर्दा चाहिँ विभिन्न बहुवर्षीय वनस्पतिहरु लगाउन सकिन्छ। जस्तै आरु भयो, पयुँ लगायत विभिन्न छन् साथीहरु मौरीको लागि मन पर्ने वनस्पतिहरु। यस्तो वनस्पतिहरु लगाएर चाहिँ हामीले सँगसँगै मौरी पालन व्यवसाय चाहिँ गरेको खण्डमा चाहिँ एकदम राम्रो फाइदा हुन्छ है साथीहरु। साथीहरु मेरो यो भिडियो चाहिँ नेपाल युट्युब च्यानल नेपाल बीकीपिङमा गएर हेरिदिनु होला र लाइक सब्स्क्राइब पनि गरिदिनु होला है त साथीहरु।